रवि लामिछानेको क्रेजले प्रचण्ड पुत्री रेणु दाहालको बलियो किल्ला हल्लाउन सक्ला। महानगरमा विकासको लहर ल्याएकी रेणु र रासोपाकी फायर ब्रान्ड सोभिता गौतम आम्ने सामने हुँदा उस्माको यो कठ्याङ्ग्रिदो जाडोमा पनि चितवनको राजनीतिक तापक्रम भने वात्तै बढेको छ। भरतपुरलाई देशकै नमुना सहर बनाउने रेणु दाहाल अब मेयरको कार्यकारी कुर्सी छोडेर संघीय संसदको यात्रा तय गर्दैछ। तर बाटो सहज छैन। एकातिर रवि लामिछानेको आफ्नै निर्वाचन क्षेत्रको ठूलो प्रभाव, अर्कोतिर सोभिता गौतमको युवा जोश। रेणुले विकासका ठूला परियोजना, रिङ रोड र क्रिकेट रंगशालाका योजना अघि सारेर जनताको मन जितेकी छिन्। तर रवि लामिछानेले चितवनमा जुन लहर सिर्जना गरेका छन्, के त्यसलाई रेणुको कामले मात खुवाउन सक्ला? विगतमा कांग्रेसको साथले 52,000 बढी मत ल्याएर जितेकी रेणुलाई यसपटक रासोपाको घण्टीले कडा चुनौती दिने पक्का छ। एकातिर शक्तिशाली विरासत र विकासको अनुभव, अर्कोतिर नयाँ शक्तिको लोकप्रियता। यो लडाई रेणु दाहाल र सोभिता गौतम बीच मात्र होइन, यो त प्रचण्डको साख र रवि लामिछानेको अस्तित्वको लडाई पनि हो। के रवि लामिछानेको प्रभावले रेणुको विकास मोडेललाई रोक्न सक्ला, वा चितवन 3 का जनताले अनुभवी नेतृत्व नै रोज्लान्? मैदान तातिएको छ, तर नतिजा कसको पक्षमा जान्छ भन्न सक्ने अवस्था छैन। समय र जनताको मुड नै निर्णायक हुने देखिन्छ। तपाईलाई के लाग्छ? चितवनको यो ब्याटलमा कसले बाजी मार्ला? कमेन्टमा आफ्नो विचार राख्नुहोस्।